साथीहरू, नेपाल अनि नेपालीहरूको लागि खुसीको कुरा आएको छ। नेपालको सर्वोच्च अदालतको प्रधान न्यायाधीश जज चाहिँ चेन्ज भइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाह खुद आफैले सिफारिस गर्नुभएको डाक्टर मनोज कुमार शर्मा, नेपाल सरकारले जारी गरेको 6वटा अध्यादेशको कानुन मार्फतै अहिले प्रधान न्यायाधीश चेन्ज भएको। पुराना प्रधान न्यायाधीशहरू चाहिँ भ्रष्टाचारीहरू थिए, पैसामा बिक्थे, पैसाको बिट्टो पैसाको बोरो फ्याँकिदिइसकेपछि जस्तो सुकै अपराधीहरू पनि निर्दोष साबित हुन्थे, सजाय नै पाउँदैन थिए होइन। कतिचोटि त यस्तो बलात्कारी केसहरू, यस्तो डेन्जर ठुलो केसहरूको राम्रोसँग फैसला छलफलै हुँदैन थियो होइन। कतिचोटि त ती दोषीहरू, ती ठुला अपराधीहरू होइन त्यत्तिकै खुलेआम छोडिने क्या पैसामा बिकेर। प्रधान न्यायाधीश गतिलो भएन भने देश पनि एकदम कमजोर हुन्छ क्या, सरकार एकदमै कमजोर हुन्छ, सरकारले केही गर्न सक्दैन। तर अब डाक्टर मनोज कुमार शर्माले चाहिँ त्यस्तो गर्नुहुन्न। उहाँले नेपालको राजनीतिक, नेपालको चलचलन, नेपालीहरूलाई नजिकबाट देख्नु भएको छ, चिन्नु भएको छ र देख्दै आउनु भएको छ होइन। र पुराना ती प्रधान न्यायाधीशहरूले के गरे उहाँलाई सबै थाहा छ। आयो अहिलेको हाम्रो प्रधान न्यायाधीशले चाहिँ त्यस्तो पक्षपात गर्नुहुन्न होला, भ्रष्टाचारी हुनुहुन्न होला, पैसामा बिक्नुहुन्न होला होइन। अपराधीले सजाय पाउँछ र निर्दोषले न्याय पाउनेछ। बालेन्द्र शाह सरकारले चालेको यो कदमलाई चाहिँ एकदमै स्याल्युट छ। किनभने नेपालको प्रधान न्यायाधीश नै निष्पक्ष भएर भने देश कसरी उँभो लाग्छ होइन। निर्दोषले कसरी चाहिँ इन्साफ पाउने, अपराधीले चाहिँ कसरी सजाय पाउने होइन। त्यही भएर देशको प्रधान न्यायाधीश चाहिँ एकदम स्ट्रङ र निष्पक्ष हुनुपर्छ क्या, पैसामा बिक्नु भएन। हो डाक्टर मनोज कुमार शर्मा चाहिँ अरू प्रधान न्यायाधीशहरूभन्दा यङ पनि हुनुहुन्छ, उहाँले भ्रष्टाचार गर्नुहुन्न किनभने प्रधानमन्त्री बालेन्द्र शाह आफैले सिफारिस गर्नुभएको नि त। उहाँले त्यतिकै गर्नु भएन होला, केही बुझेर केही स्टडी गर्नुभएको बारेमा जानेरै सिफारिस गर्नुभएको होला नि त होइन। किनभने बालेन्द्र शाहले देशलाई प्रेम गर्नुहुन्छ क्या, बालेन्द्र शाह भ्रष्टाचारी हुनुहुन्न। उहाँले देशलाई विकास गर्न चाहनुहुन्छ, देशमा केही गर्न चाहनुहुन्छ, देशमा परिवर्तन गर्न चाहनुहुन्छ।